तेल हाल्दै सर अस्ति ल्याउनु भयो पेट्रोल ए होइन अर्को तेल हो कि होइन नि सर पेट्रोल हाल्दै कुदेको नि त अस्ति हामी ए त्यहाँ पर दा हिजो अस्ति नि हो कि भन्दा सडकमा त तेल हाल्दै कुदिएको थियो थाहा नि पाइएन सर चरा निरीक्षण गर्दै हुनुहुन्छ सरलाई एकछिन यो चाहिँ फिरफिरे रहेछ यो फिरफिरे भने रुख यो चाहिँ गुगल पोइन्ट जाने बाटो रहेछ साथी हो र हामीसँग सरहरू पनि आउँदै हुन्छ म सरहरूलाई अलिकति अर्जुन सर हुनुहुन्छ अनि हाम्रो एसपी सर सर फेरि सर्टकट गयो हो यिनीहरू त कि हामी पनि जाउँ ठिकै छ यतिको बाटो यो हामी पर रुखतिर चाहिँ के नाम के थियो नि यो सर्टकट गयौँ हामी चाहिँ यताबाट यस्तो बाटो छ निकै सर्टकटै रहेछ हौ सर ए हाम्रा खुद्रा जाँदैछ नि यहाँनिर सोभानी खरेल छ हेलो 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 कस्तो फिल अलिकति हिँडेर कस्तो फिल हुँदैछ टुर कस्तो लाग्दैछ तिमीहरूलाई साह्रै रमाइलो अब निन्दा चाहिँ राम्रो लाग्ने भयो सर अनि पहिला पनि आएको थिइस् कि छैन सर ए आउनुभएको थियो थिएन पहिला छैन सर तपाईँ आउनुभएको थियो पहिला थिएन सर हजुर आउनुभएको थियो पहिला भात खाने बित्तिकै भन्ने बाँकी छ हाई मेरो नाम चाहिँ संस्कृत राई म आएको थिएँ तर गुगल पोइन्ट आएको थिइनँ फर्स्ट टाइम हो तपाईँ हजुर चाहिँ मैले अन्त चाहिँ कति आइसकेँ त यो गुगल सिस्टरको घर चाहिँ कहाँ हो मेरो घर काकाभित्र बर्मेली टोल सर म फर्स्ट टाइम आएको मेरो यो फर्स्ट पनि यही हो लास्ट पनि यही हो गाइस तपाईँ आउनुभएको थियो पहिला कि तपाईँ सर मलाई सोध्नु खै सर फर्स्ट एन्ड लास्ट त्यही त सेरेन्डर गरे सेरेन्डर मैले त्यही भने मलाई सफोकेसन भयो सफोकेसन सफोकेटेड मान्छे यहाँ किन हुनुहुन्छ सर अब तपाईँ भन्नुहुन्छ अनि यो छ झिङ्गना जति झिङ्गन जति पनि पीडा आए जति पनि के भए फोटो खिच्न बिर्सिनुहुन्न यहाँ चाहिँ खिच न फोटो कति खिच्छौ यो गुगल पोइन्ट जाने बाटो हो हामी जाँदैछौँ यो रहेछ त्यो रेस्ट गर्ने ठाउँ होला नि त्यो क्यामुना यस्तो हुँदैछ क्यामुना चाहिँ गुगल पोइन्ट डेस्टिनेसन गुगल पोइन्ट डेस्टिनेसन आउन आइपुग्यो लगभग हामी तपाईँको हामीसँग यहाँ खुद्रा छन् यी खुद्रा पार्टीहरू अगाडि अगाडि हिँडिरहेका छन् भने हामी पछाडि छौँ अर्जुन सरले पनि भिडियो बनाउँदै हुनुहुन्छ भने अर्जुन सर थकित भएर आउँदै हुनुहुन्छ लगभग गुगल पनि आइसक्यो यो चाहिँ हामी आएको बाटो र यहाँबाट यो रेस्ट पोइन्ट हो यो दोस्रो विश्राम स्थल हो रहेछ यो गुगल पोइन्ट जाने बाटोमा यहाँ साह्रै रमाइलो छ गाउँ छ गाउँ भन्नाले गाउँ छैन जङ्गल छ अनि यो प्राकृतिक यो रूप चाहिँ हेर्न पाइएको छ अरूभन्दा पनि यो स्वरूपलाई हामीले भिडियोमा कैद गरेका छौँ विश्राममा छन् यहाँनिर अझै अगाडि बाटो छ हामी अगाडि झर्दैछौँ यो चाहिँ जङ्गल यस्तो मिठो जङ्गल छ यो किसिमको झारी के बिर्याउने के भन्छ त्यसलाई सिस्नु सर यो सिस्नु हो होइन नि सर यो सिस्नु होइन सर ब्युटी नेचरको हेर्नु त कति वर्ष पछाडि यो देख्न पाइयो सर यो चाहिँ मरिच चाहिँ यसरी चढेको छ
सब देखिन्छ अरे हाम्रो यो झुलाबारी काँकरभिटा गुगल म्यापको पोइन्ट म्यापिङ गर्ने ठाउँमा छ त्यहाँ त्यही भएर गुगल पोइन्ट भनेको गुगलको सडा तपाईँ कहाँबाट आउनुभएको म काँकरभिट्टा आएको म अङ्ग्रेजी स्कुलको विद्यालयको म विद्यार्थी हो कक्षा 8 को। आज कहाँ जाँदै हुन्छ नि आज हामी यहाँ यसो स्कुलबाट टुर आएको थियौँ यहाँ अन्तिम कन्यामा अब हामी यहाँ गुगल पोइन्ट जाँदैछौँ। तपाईँको नाम तपाईँ हेरिराख्नु होला हाम्रो ब्लगमा। तपाईँको नाम मेरो नाम कशिश शाह, हाम्रो बोल्दा फुल म सुरोदाङ अङ्ग्रेजी माध्यमिक विद्यालयको छात्र, कक्षा 8 को छात्र। अब आज चाहिँ हामी स्कुलबाट तपाईँहरू त ठुलो देखिनुहुन्छ 8 हो टिचर यसो चौफल म 8 कक्षा पढ्छु। हाइटबाट बाबा पनि यस्तो हुन्छ, बाबु नि अग्लो हुन्छ बाबा पनि हुन्छ। त्यही भएर यस्तो आज कस्तो लागिरहेको छ आज एकदम रमाइलो छ सर। सरसँग हिँडे जस्तो लागिरहेछ कोसँग सर भीम काइट गाडीसँग हिँडे जस्तो लागिरहेछ तपाईँ सँगसँगै हुनुहुन्छ नि अघिदेखि किन उहाँलाई छोड्नु भएन नि तपाईँले सँग हिँड्दाखेरि सुरक्षाले अलिक सुरक्षाको दृष्टिकोणले एकदम सुरक्षाको दृष्टिकोणले हजुरले चाहिँ उहाँलाई छोड्नु भएको छैन भालु ब्याग आयो भने त टाढेबाट क्रसिस भन्नु अरे नि। बाघ भाडाहरू म गएको ल धमलाहरूलाई गऱ्यो अब हामी फेरि हिँड्यौँ हाम्रो गन्तव्य सुरु भएको छ र एकदम शान्त रहेछ जो जानको लागि चाहिँ सर गर्मीको अनुभव त नहुने क्या गर्मी आए पनि पचाउन सक्ने खालको रहेछ गर्मीमा पनि यो ठाउँको अनुभूति लिनुपर्ने रहेछ सर एकचोटि आएर यो चाहिँ लामो बाटो रहेछ सिधा बाटो अनि यो चाहिँ सर्टकट मान्छेले हिँड्दा हिँड्दा निकालेको बाटो रहेछ अब हामी यो उकालो जाँदैछौँ अप्ठ्यारो छ तर पनि छिटो पुगिन्छ भनेर यो बाटो छानियो गएर अन्तिममा त्यही बाटोमा आएर मिसियो तपाईँ माउन्टेनै चढेर आउने भएछ लेसन सिकाउँदै हुनुहुन्छ उहाँ चाहिँ एकदम उकालो बाटोलाई कसरी तय गर्दै हुनुहुन्छ हेर्नु होला उहाँ एकदम कठोर व्यक्तित्व हुनुहुन्छ उहाँले उकालो हेलो गाइस नमस्कार मेरो नाम चाहिँ संस्कृति राई उकालो चढेर आएँ म मेरो स्कुलको नाम चाहिँ सुधा इङ्ग्लिस बोर्डिङ स्कुल म कक्षा 8 का इच्छाजी पनि आउँदै हुनुहुन्छ इच्छाले पनि गर्दै हुन्छ यस्तो उकालोको यात्रा र गाइस यो मेरो फर्स्ट पनि हो र लास्ट पनि हुनेछ अनि इच्छाजीले आलु बोकेर आउँदै हुनुहुन्छ अगाडि हेर्नु एएलओ लेखेछ नि त आलो हौ सर आलु काँचो शिवानीजी पनि आउनुभयो आउनुभयो अनि हाम्रो शिवानीजी म्याडम पनि आउनुभयो छ भने हामी पैदल बाबाजी तपाईँ यो ठाउँमा तपस्या कहिलेदेखि गर्दै हुनुहुन्छ साधुले यहाँ तपस्या गरेको हामीले भेट्यौँ साधुजी इच्छाको चाहिँ गरेको छु के भएन नि आयो कि आएन त्यो पछाडि लुकेछ नि त मुखै खाएछ कस्तो खाएछ फेरि रहेछ यो चाहिँ यो चाहिँ कटुस रहेछ हौ यो त यस्तो रुख हुँदो रहेछ कटुसको मैले पनि याद गरेको थिइनँ मात्रै भइएको यहाँनिर यस्तो ठाउँमा पनि आइपुग्यो
यो पनि क्यामुनाको रुख रहेछ के अरे किन कुशल अनि करुण प्रसन्न नेल्सन समीर हाई गाली भाइ प्रिन्स प्रिन्स हाई हो नि त अन्त अलिकति गरेको त बोल न त अलिकति नमस्ते तँलाई कस्तो लागिरहेको छ नानी यहाँ घुम्न आएर नराम्रो चाहिँ के लाग्यो गलेको छ आज यो चाहिँ हाम्रो विमल हो यो हो रेणुका विष्णु सुप्रिया ए यहाँ गुगल पोइन्ट शोभानी इधरको लागि खेटिरहेको चाहिँ मिस कस्तो लाग्छ तपाईँलाई आजको आनन्द छ शिल्पा तिमीलाई कस्तो लागेको छ तिम्रो नाम पुरा भनिदिनु त प्रथम कस्तो लाग्यो आजको यो भेरी गुड सर सब्सक्राइब सबले सब्सक्राइब एन्जेल तपाईँलाई कस्तो लागेको छ कहाँबाट मर्छ हौ तिमीहरू यहाँ मर्दैन आइसका के छ खबर तेरो हो मजा आएको छ तेरो नाम के पुरा नाम भन्दै त नि पुरा नाम भन्दै पुरा नाम भन्दैन थ्याङ्क यू त्यतिकै रात देखिन्छ यार के हो यार त्यो त फिल्टर छैन हौ यो त नफिल्टरमै यस्तै राम्रो छ हेर्न हामी चाहिँ एकदम यस्तो अप्ठ्यारो ठाउँमा छौँ है हो तँ ल्याउँछस् है गुगल पोइन्ट यही रहेछ